बिहान बिहानै तरकारी बोकेर आउँदैछु। सो वेलकम टु माई मिनी ब्लग। साथीहरू के छ कस्तो छ, हजुरहरूलाई आरामै छ नि? म पनि आरामै छु। अनि आज मैले के मिठो मिठो पकाएर खाएँ त, सो हेर्नको लागि चाहिँ मेरो फुल भिडियो वाच गर्नु होला है त। दिनभरि चाहिँ मैले के गरेँ, अनि आज चाहिँ मैले दिनभरिको भिडियो हालेको छु के साथीहरू, बिहानदेखि बेलुकासम्म। अनि यो हेर्न सक्नुहुन्छ अन्धो भाम के, यहाँ नहाई माछार के, यहाँ नहाई। अनि यो लसुन र अनि खुर्सानी अनि टमाटर मैले सँगै मिक्सरमा ग्राइन्ड गरिदिएँ। अनि त्यसपछि साथीहरू हेर्न सक्नुहुन्छ मजाले पकाउँदैछु। यो चाहिँ हाम्रो बुवाको र मम्मीको फेभरेट हो। बुवा र मम्मीले खानुहुन्छ, दुईजनालाई पुगिहाल्छ। एउटा एउटा समात्नु भएको थियो नि त हिजो। अनि यतापट्टि फेरि म ग्यासमा चाहिँ आज चना र आलुको सब्जी बनाउँदैछु। गेडागुडीको तरकारी सब्जी बुढाबुढीको लागि, हाम्रो बुढाबुढी अनि मेरो नानीको लागि। नानीलाई त खुर्सानी थोरै हालेर निकालिदिएँ, अनि पछि खुर्सानी थपेको थिएँ। अनि यो चाहिँ पाकिसकेको छ। यो चाहिँ मैले दाउरामा बनाएको थिएँ बाहिर। यो चाहिँ फेरि आलु र अनि चना चाहिँ म भित्र ग्यासमा बनाउँदैछु साथीहरू। अनि एकछिनमा पाकेर रेडी भइसक्यो। अनि म चाहिँ खानातर्फ लागेँ। अनि साथीहरू दिनभरि सुतेँ। अनि बेलुकातिर के गर्ने त, नानीलाई बोकेर एकछिन खेततिर गएँ। अनि त्यसपछि आएर फेरि टेन्सन के सब्जी बनाउने त, अनि बारीतिर गएँ। अनि साग देखेँ साथीहरू, हेर्न सक्नुहुन्छ कस्तो राम्रो साग छ कि। अब यो साग पनि भ्याइन भ्याइन लगाइसक्यो कि, अब खासै मुन्टाहरू छैन कि, अब भ्याइन लगाइसक्यो। अनि धोइधाइ गरेर अनि केलाउनतर्फ लागेँ। अनि साथीहरू यसको भिडियो खिच्नै बिर्सेर हिजो के साग पकाएको चाहिँ। अनि त्यसपछि म टमाटरको चटनी र यो आँपको सुकुटी के, आँपको चकटीको चटनी बनाउन जाँदैछु कि। यति धेरै मिठो हुन्छ नि साथीहरू, हजुरहरूले ट्राई गर्नु भएन भने यो रेसिपी हेरेर अवश्य पनि ट्राई गर्नु होला। यति धेरै मिठो हुन्छ नि। अलिकति लसुन अनि 3-4वटा स्वादअनुसार खुर्सानी हाल्नु होला। अनि त्यसपछि नुन मजाले तामामा म थोरै तेल हालेर पकाउँछु के अरे फर्स्टमा त। यो पकाइसकेपछि अनि आँपको सुकुटीलाई चाहिँ फेरि पानीमा भिजाएर राखेको थिएँ कि। एकछिन त भिजाउनु पऱ्यो नि त, थिच्न त पऱ्यो। अनि मलाई त्यो सिलौटामा पिन्न चाहिँ झ्याउ लाग्छ कि साथीहरू, बाहिर छ नि त अहिले त डर लाग्छ कि सर्पको। अनि त्यो मच्छर टोक्छ नि त। त्यही भएर मैले चाहिँ यही ओखरमा कुट्छु साथीहरू, हेर्न सक्नुहुन्छ मजाले कुटेर। यस्तो मिठो हुन्छ नि, अमिलो पिरो टक्क परेको, हल्का हल्का आँपको स्वाद पनि आउँछ, टमाटरको स्वाद पनि आउँछ। अनि यति धेरै मिठो हुन्छ कि, हजुरहरूले ट्राई गर्नु भएन भने अवश्य पनि ट्राई गर्नु होला। अनि मैले भनिरहेको हुन्छु नि, मेरो बुढोलाई यसरी पटपटा र तामा खानुपर्छ कि। यो खाना खाने बेला मैले बुढोलाई यो यस्तो गरिदिन्छु के साथीहरू, के गर्नु यस्तै चलिरहेको छ मेरो। अनि मेरो भिडियोजहरू कुन ठाउँदेखि हेर्नुहुन्छ सो कमेन्ट गर्नु होला है त साथीहरू। बाई बाई। अनि मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ सो कमेन्ट पनि गर्नु होला साथीहरू। अब नेक्स्ट भिडियोमा भेटौँला है त, माया गर्नु होला। बाई बाई।